नमस्ते एभ्रिवान म इन्जिनियर आशिष भट्ट आज सर्भिङको सेसनभित्र हामी इरोरको बारेमा पढ्न गइरहेछौँ। अब लिनियर मेजरमेन्ट टेक्निक्सभित्र इरोर कस्तो कस्तो आउन सक्छ त्यसको बारेमा हामी यसमा पढ्छौँ। इरोर भनेको के हो भन्दा हामीले कुनै पनि फिल्डमा लिनियर मेजरमेन्ट लिँदा म्यानुअल भनेको मान्छेले गर्दा अर इन्स्ट्रुमेन्टले गर्दा अर नेचरले गर्दा आउन सक्ने मेजर्ड भ्यालु र ट्रु भ्यालुको बीचको जुन भेरिएसन बीचको डिफरेन्स छ त्यो डिफरेन्सलाई नै हामी के भन्छौँ इरोर भन्छौँ। अब यो मान्छेले गर्दा अर इन्स्ट्रुमेन्टले गर्दा अर नेचरले गर्दा आउन सक्ने इरोरलाई चाहिँ हामीले यहाँ तीन भागमा क्लासिफाई गरेका छौँ। पहिलो छ क्युमुलेटिभ इरोर, नेक्स्ट कम्पेन्सेटिङ इरोर र थर्ड छ एक्सिडेन्टल इरोर। पहिला हामी क्युमुलेटिभ इरोरबाट पढौँ। क्युमुलेटिभ इरोर भनेको त्यस्तो इरोर हो जो चाहिँ सेम डिरेक्सनमा एकुमुलेट हुँदै जान्छ। भनेको सेम डिरेक्सनमा आउने र एकुमुलेट हुँदै जाने। जस्तै पहिलोचोटि तपाईँले मेजरमेन्ट लिनुभयो, एउटा स्मल पोजिटिभ इरोर आयो भने नेक्स्ट टाइम पनि पोजिटिभ इरोर आउँछ, थर्ड टाइम पनि पोजिटिभ इरोर आउँछ र त्यसरी पोजिटिभ हुँदै एकुमुलेट हुँदै जान्छ भने त्यो चाहिँ क्युमुलेटिभ इरोर हो। अर फर्स्ट टाइममा नेगेटिभ आयो, सेकेन्ड टाइममा पनि नेगेटिभ आउँछ र नेगेटिभ हुँदै एकुमुलेट हुँदै जान्छ, क्युमुलेटिभ हुँदै जान्छ भने त्यस्तोलाई पनि क्युमुलेटिभ इरोर भनिन्छ। अब हाम्रो क्युमुलेटिभ इरोर चाहिँ टु टाइप्सको छ, पोजिटिभ क्युमुलेटिभ इरोर र नेगेटिभ क्युमुलेटिभ इरोर। पोजिटिभ क्युमुलेटिभ इरोर भनेको फर्स्ट टाइममा पोजिटिभ आउने, सेकेन्ड टाइममा पनि पोजिटिभ आउने, पोजिटिभ हुँदै एकुमुलेट हुँदै जाने इरोर भनेको पोजिटिभ क्युमुलेटिभ इरोर भयो। अब पोजिटिभ क्युमुलेटिभ इरोर कुन केसमा आउँछ हेरौँ। पोजिटिभ क्युमुलेटिभ इरोर चाहिँ यदि हाम्रो चेन अर टेपको लेन्थ चाहिँ त्यसको स्ट्यान्डर्ड लेन्थ भन्दा सानो छ भने त्यो केसमा हाम्रो के आउने भयो पोजिटिभ क्युमुलेटिभ इरोर। ल मानौँ अहिले इक्जाम्पलको रूपमा ए देखि बी सम्मको हामीले लेन्थ मेजर गर्नुपर्ने छ र मानौँ यसको ट्रु लेन्थ छ 1 मिटर, ए देखि बी को ट्रु लेन्थ 1 मिटर छ। अब हामीले एउटा टेप अर चेन, अहिलेको लागि चेन नै भनौँ, चेनले दुईटाको बीचको डिस्टेन्स मेजर गर्नुपर्ने छ र त्यो चेनको चाहिँ के छ भन्दा एक्चुअल लेन्थ चाहिँ स्ट्यान्डर्ड लेन्थ भन्दा सानो छ। त्यसको जुन लेन्थ छ त्यो स्ट्यान्डर्ड लेन्थ भन्दा सानो छ। मानौँ 1 मिटरकै चेनले हामीले यो मेजर गर्न खोज्यौँ भने त्यो चेन कहाँसम्म मात्र पुग्ने भयो, यो ठाउँसम्म मात्र पुग्छ, बिकज इट इज सर्टर देन द स्ट्यान्डर्ड लेन्थ। आफ्नो स्ट्यान्डर्ड लेन्थ 1 मिटर भन्दा यो चेन के छ सानो छ। यो चेनलाई 1 मिटर देखाइए पनि त्यो चेनमा 1 मिटर लेखे नि यसले के गर्छ 1 मिटर भन्दा सानो डिस्टेन्स मात्र मेजर गर्छ र एउटा थोरै पोर्सन चाहिँ मेजर गर्न बच्छ। त्यो चाहिँ हाम्रो के भयो इरोर। यसमा हाम्रो मेजर्ड भ्यालु कति हुने भयो 1 प्लस ई हुने भयो र ट्रु भ्यालु अथवा ट्रु लेन्थ हाम्रो के छ 1 मिटर। सो इरोर चाहिँ यसमा के हुन्छ, इरोर इज इक्वल टु मेजर्ड माइनस ट्रु हुन्छ। मेजर्ड भनेको 1 प्लस ई, ट्रु भनेको 1, यो डिफरेन्स गर्दा चाहिँ ई आउँछ। दिस ई इज द इरोर। हाम्रो यो ई भनेको चाहिँ इरोर हो। अहिले हामीले यसमा 1 मिटर लेन्थ मात्र मेजर गर्दा ई इरोर आउँछ भने अब मानौँ 20 मिटर लेन्थ गर्दा यस्तै ईहरू, यस्तै सानो पोजिटिभ ईहरू एकुमुलेट हुँदै एड अप हुँदै जान्छ र त्यो चाहिँ के हुन्छ हाम्रो पोजिटिभ क्युमुलेटिभ इरोर। यसरी हाम्रो चेनको लेन्थ अथवा टेपको लेन्थ त्यसको स्ट्यान्डर्ड लेन्थ भन्दा सानो भयो, सर्ट भयो भने हाम्रो के आउँछ पोजिटिभ क्युमुलेटिभ इरोर आउँछ। अब सिमिलरली यहाँ अर्को नेक्स्ट के छ भन्दा कुन केसमा आउँछ अकर ड्यु टु ब्याड रेन्जिङले गर्दा पनि हाम्रो के आउँछ पोजिटिभ क्युमुलेटिभ इरोर। जस्तै ए देखि बी सम्मको डिस्टेन्स हामीले मेजर गर्नुपर्ने छ र यसमा हामीले दुई ठाउँमा यसरी रेन्जिङ गरेर यसको डिस्टेन्स मेजर गर्नुपर्ने छ। रेन्जिङ गर्नलाई चाहिँ ठ्याक्कै ए टु बी को लाइन अफ साइटमा यो स्ट्रेट लाइनमा नै रेन्जिङ रड पर्नुपर्छ। तर ब्याड रेन्जिङ भयो भने मानौ यो पनि यतातिर बाहिरतिर पर्यो र यो पनि यतातिर बाहिर पर्यो भने अब यो डिस्टेन्स के हुन्छ पहिलाको डिस्टेन्स भन्दा इन्क्रिज भएर आउँछ। यता पनि पहिलाको डिस्टेन्स भन्दा इन्क्रिज भएर आउँछ र यता पनि पहिलाको डिस्टेन्स भन्दा इन्क्रिज भएर आउँछ र ओभरअलमा हाम्रो के हुने भयो त्यो पोजिटिभ इरोर चाहिँ क्युमुलेट हुँदै जाने भयो। सो ब्याड रेन्जिङले गर्दा पनि के हुन्छ हाम्रो पोजिटिभ क्युमुलेटिभ इरोर आउँछ। यसपछि नेक्स्ट छ पोजिटिभ क्युमुलेटिभ इरोर भित्र चेनको लेन्थ चाहिँ द लेन्थ अफ द चेन इज सर्टर देन द स्ट्यान्डर्ड लेन्थ ड्यु टु चेनको लेन्थ चाहिँ स्ट्यान्डर्ड लेन्थ भन्दा सानो हुनुको कारणहरू के हो त्यो हेर। एक्चुअल फिल्ड टेम्परेचर लेस देन द स्ट्यान्डर्ड टेम्परेचर। अब हाम्रो चेनमा लाउने स्ट्यान्डर्ड पुल भनेको कति हो, चेनमा लाउने स्ट्यान्डर्ड पुल भनेको 8 केजी भनेको 80 न्युटन एट 20 डिग्री सेल्सियस हो। अब हाम्रो स्ट्यान्डर्ड टेम्परेचर चाहिँ 20 डिग्री सेल्सियस छ। स्ट्यान्डर्ड टेम्परेचर 20 डिग्री सेल्सियस र फिल्डको टेम्परेचर त्योभन्दा सानो हुन गयो अथवा 16 डिग्री 18 डिग्री अर 10 डिग्री हुन गयो भने हाम्रो चेन चाहिँ के हुन्छ कन्ट्र्याक्ट हुन्छ। चेन कन्ट्र्याक्ट भयो भने चेनको लेन्थ के हुने भयो सानो हुने भयो। सिमिलरली सर्टनिङ अफ लिङ्क ड्यु टु वेयर। अब हाम्रो चेन युज गर्दै गर्ने क्रममा
वेयर एन्ड टियरले गर्दा इम्प्याक्टले गर्दा त्यसको लिङ्क के हुन्छ लिङ्कको लेन्थ चाहिँ सानो हुन गयो जुन हाम्रो रिङहरू हुन्छ त्यो रिङ यस्तो नभएर रिङ यस्तो भइदियो भने हाम्रो के हुन्छ लिङ्कको लेन्थ सानो हुन्छ र अल्टिमेटली चेनको लेन्थ चाहिँ सर्टर हुन जान्छ देन द स्ट्यान्डर्ड लेन्थ यसले गर्दा पनि हाम्रो के आउँछ पोजिटिभ क्युमुलेटिभ इरर आउने भयो अब सिमिलरली हाम्रो एक्चुअल पुल चाहिँ स्ट्यान्डर्ड पुल भन्दा सानो भयो स्ट्यान्डर्ड पुल भनेको हाम्रो 80 न्युटन भन्दा हामीले सानो पुल एप्लाई गर्यौं भने के हुन्छ अलि त्यहाँ स्याग हुन जान्छ चेन चाहिँ थोरै स्याग हुन जान्छ चेन स्याग भयो भने हाम्रो के हुन्छ फेरि त्यो केसमा पनि पोजिटिभ क्युमुलेटिभ इरर आउने भयो अब पोजिटिभ क्युमुलेटिभ इरर पछि नेक्स्टमा छ हाम्रो नेगेटिभ क्युमुलेटिभ इरर कहिले आउँछ भन्दा when the length of the chain is longer than its standard length त्यसको स्ट्यान्डर्ड लेन्थ भन्दा ठूलो छ भने नेगेटिभ क्युमुलेटिभ इरर आउँछ अब अघि नै हामीले कुरा गरिसक्यौं नेगेटिभ क्युमुलेटिभ इरर भनेको कुनै पनि मेजरमेन्ट लिँदा सुरुमा एउटा नेगेटिभ इरर आयो र त्यस्तै नेगेटिभ इररहरु नेक्स्ट मेजरमेन्टमा पनि आयो र आउँदै गर्दा तीनहरु नेगेटिभ मेजरमेन्टहरु क्युमुलेट हुँदै जान्छ भने त्यसलाई चाहिँ नेगेटिभ क्युमुलेटिभ इरर भनिन्छ अब कुनै पनि दुईटा पोइन्टको बीचको हामीले यदि लेन्थ मेजर गर्नुपर्ने छ ए देखि बी को लेन्थ मेजर गर्नुपर्ने छ मानौ यसको ट्रु लेन्थ चाहिँ कति छ ट्रु लेन्थ छ 1 मिटर अब हामीले एउटा चेन युज गर्छौं यसको लेन्थ मेजर गर्न जो चेनको लेन्थ चाहिँ के छ आफ्नो स्ट्यान्डर्ड लेन्थ भन्दा ठूलो छ 1 मिटरको चेन युज गर्यौं भने अब त्यो चाहिँ कता गएर एलाइन हुने भयो 1 मिटरको चेन छ भने त्यो यो ठाउँमा गएर एलाइन हुने भयो बिकज इट इज लङ्गर देन द स्ट्यान्डर्ड लेन्थ अब यो चाहिँ कति हुन्छ हाम्रो यो सानो डिस्टेन्सलाई ई भन्छौं भने यो चाहिँ कति हुने भयो 1 माइनस ई हुने भयो यो चाहिँ हाम्रो के हो मेजर्ड भ्यालु यो हाम्रो मेजर्ड भ्यालु हो यो चाहिँ मेजर्ड भ्यालु हो सो हाम्रो इरर कति हुन्छ इरर भनेको मेजर्ड माइनस ट्रु भ्यालु मेजर्ड भनेको 1 माइनस ई छ र ट्रु भ्यालु भनेको 1 छ सो यो भयो भने हाम्रो इरर चाहिँ कति आउँछ माइनस ई दिस इज नेगेटिभ इरर अब यस्तै हाम्रो मेजरमेन्टहरु जस्तै यो अहिले त यसमा हामीले 1 मिटरको एक्जाम्पल ल्याछौं 20 मिटर छ भने यस्तै माइनस ई हरु आउँदै जान्छ र यिनीहरु एक्युमुलेट हुँदै जान्छ भने यसलाई के भनिन्छ नेगेटिभ क्युमुलेटिभ इरर सो यदि चेनको लेन्थ चाहिँ स्ट्यान्डर्ड लेन्थ भन्दा लङ्गर छ भने हाम्रो के आउने भयो इरर चाहिँ नेगेटिभ आउँछ र त्यस्तो प्रकारको इररलाई चाहिँ के भनिन्छ नेगेटिभ क्युमुलेटिभ इरर हाम्रो नेगेटिभ क्युमुलेटिभ इरर कहिले आउँछ भन्दा when the length of the chain is longer than the standard length अब चेनको लेन्थ चाहिँ स्ट्यान्डर्ड लेन्थ भन्दा ठूलो हुने केसेसहरु के हो त कहिले ठूलो हुन्छ त्यो हेरौं है पहिलो छ एक्चुअल फिल्ड टेम्परेचर अघि हामीले कुरा गर्यौं स्ट्यान्डर्ड टेम्परेचर भन्दा फिल्डको टेम्परेचर सानो छ भने चेन श्रिङ्क हुन्छ र स्ट्यान्डर्ड टेम्परेचर भन्दा फिल्डको टेम्परेचर ठूलो छ भने चेन चाहिँ के हुन्छ एक्सपान्ड हुन्छ त्यो केसमा हाम्रो के हुने भयो यो केसमा चाहिँ हाम्रो चेनको लेन्थ चाहिँ लामो हुने भयो नेक्स्ट छ इलोंगेसन अफ लिंक ड्यू टू वेयर एन्ड इम्प्याक्ट अब वेयर र इम्प्याक्टले गर्दा हामीले चेनलाई रिपिटेडली युज गर्ने क्रममा लिंकहरु त्यो भित्र जुन रिङहरु छ त्यो रिङ चाहिँ इम्प्याक्टले गर्दा यस्तो इलोंगेट भयो भने हाम्रो चेनको ओभरअल लेन्थ पनि के हुन्छ इन्क्रिज हुन जान्छ चेनको लेन्थ पनि स्ट्यान्डर्ड लेन्थ भन्दा लामो हुन जान्छ नेक्स्ट छ त्यसपछि एक्चुअल पुल ग्रेटर देन स्ट्यान्डर्ड पुल एक्चुअल पुल चाहिँ स्ट्यान्डर्ड पुल हाम्रो 80 न्युटन हो त्यो भन्दा हामीले धेरै फोर्स लगायो भने चाहिँ त्यो केसमा पनि के हुन्छ लिंकहरु थोरै ओपन भएको हुन्छ त्यसले गर्दा पनि के हुन्छ चेनको लेन्थ इज लङ्गर देन द स्ट्यान्डर्ड लेन्थ अब के एमसीक्यू मा आउन सक्ने नोट्सहरु छ यसमा अब हाम्रो क्युमुलेटिभ इरर चाहिँ जहिले पनि के हुन्छ भन्दा जुन सर्वे लाइन छ त्यसको लेन्थसँग प्रोपोर्शनल हुन्छ क्युमुलेटिभ इरर इज अलवेज प्रोपोर्शनल टु द लेन्थ अफ द लाइन यो चाहिँ एमसीक्यू मा आउन सक्ने खालको क्वेशन हो अनि क्यान बी करेक्टेड बाइ एप्लाइङ रिक्वायर्ड करेक्सन जस्तै हाम्रो पोजिटिभ क्युमुलेटिभ इरर छ भने हामी त्यसमा के गर्छौं नेगेटिभ करेक्सन युज गर्छौं र नेगेटिभ क्युमुलेटिभ इरर छ भने त्यसमा हामी के गर्छौं पोजिटिभ करेक्सन युज गर्छौं सिमिलरली इरर इज इक्वल टु मेजर्ड भ्यालु माइनस ट्रु भ्यालु इरर भनेको मेजर्ड भ्यालु माइनस ट्रु भ्यालु हो र करेक्सन भनेको के हो ट्रु भ्यालु माइनस मेजर्ड भ्यालु सो करेक्सन हाम्रो जहिले पनि के हुने भयो इररको ठ्याक्क नेगेटिभ हुन्छ अब नेक्स्ट हाम्रो छ कम्पेन्सेटिङ इरर भनेको त्यस्तो इरर हो जो कुनै पनि डाइरेक्सनमा आउन सक्छ भनेको एकचोटी मेजर गर्दा पोजिटिभ आउन सक्ने अर्को चोटी मेजर गर्दा नेगेटिभ आउन सक्ने खालको टेन्डेन्सी भएको इरर भनेको के हो कम्पेन्सेटिङ इरर अब कम्पेन्सेटिङ इरर चाहिँ त्यति ठूलो म्याग्निट्युडमा आउँदैन सानो म्याग्निट्युडमा आउँछ र यो के हुन्छ भन्दा आइदर डाइरेक्सनमा आउँछ कहिले पोजिटिभ भएर आइदिन्छ कहिले नेगेटिभ भएर आइदिन्छ सो इट क्रसेस इटसेल्फ यसले चाहिँ आफैलाई न्युट्रलाइज गर्छ पोजिटिभले नेगेटिभलाई काट्ने भयो यसले एकअर्कालाई न्युट्रलाइज गर्छ र यसले हाम्रो ओभरअल मेजरमेन्टमा चाहिँ त्यति धेरै फरक पार्दैन हाम्रो कम्पेन्सेटिङ इरर चाहिँ जहिले पनि के हुन्छ कम्पेन्सेटिङ इरर इज प्रोपोर्शनल टु द स्क्वायर रुट अफ लेन्थ अफ द सर्वे लाइन इज डाइरेक्टली प्रोपोर्शनल टु स्क्वायर रुट अफ द लेन्थ अफ द सर्वे लाइन यसलाई चाहिँ अब कम्पेन्सेटिङ इररलाई चाहिँ हामी एक्ज्याक्टली ठ्याक्क मेजर गर्न सक्दैनौं यसलाई एक्ज्याक्टली मेजर गर्न पोसिबल छैन सो यसको करेक्सन पनि बिकम्स इम्पोसिबल अब कम्पेन्सेटिङ इरर कुन केसमा आउँछ त्यो हेरौं है occurs due to incorrect holding of the chain or tip
मानम अहिले ए देखि सी सम्मको हामीले डिस्टेन्स मेजर गर्नुपर्ने छ। डिस्टेन्स मेजर गर्नलाई हामीले चेन युज गर्यौं। अब चेन त जहिले पनि के हुन्छ भन्दा हाम्रो स्ट्यान्डर्ड पुल युज गरेर पुल गर्नुपर्ने हुन्छ विथ इज 80 न्युटन। अहिले ए देखि बी सम्मको डिस्टेन्स मेजर गर्नुपर्ने छ चेनले मानौ। अब यसमा हामीले स्ट्यान्डर्ड पुल भन्दा सानो पुल युज गर्यौं भने के हुन्छ, यसमा पोजिटिभ एरर आउन जान्छ। नेक्स्ट बी देखि सी सम्मको डिस्टेन्स मेजर गर्दा पुल अब स्ट्यान्डर्ड पुल भन्दा ठुलो हुन गयो भने यसमा के आउँछ, नेगेटिभ एरर आउँछ। सिमिलरली यसरी लामो डिस्टेन्स मेजर गर्ने हो भने पोजिटिभ नेगेटिभ एररहरू आइराख्छन् एन्ड दे न्युट्रलाइज क्यान्सल आउट इच अदर। सो यस्तो प्रकारको एररलाई चाहिँ के भनिन्छ, कम्पेन्सेटिङ एरर। यसपछि हाम्रो नेक्स्ट छ एक्सिडेन्टल एरर। अब एक्सिडेन्टल एरर भनेको त्यस्तो एरर हो व्हिच अकर्स ड्यू टु केयरलेसनेस अफ द स्टाफ इन्भल्भ इन सर्भेवर। सर्वेमा इन्भल्भ हुने पर्सनहरूको केयरलेसनेसले गर्दा हुने एररलाई चाहिँ के भनिन्छ, एक्सिडेन्टल एरर। अब एक्सिडेन्टल एरर जहिले पनि के हुन्छ भन्दा एक्सिडेन्टल एरर इज प्रोपोर्सनल टु द स्क्वायर रुट अफ द नम्बर अफ अब्जर्भेसन्स टेकन। कतिवटा अब्जर्भेसन लिएको छ त्यसको स्क्वायर रुटसँग चाहिँ प्रोपोर्सनल हुन्छ। जस्तै 5 वटा अब्जर्भेसन लिएको छ भने ई इज डाइरेक्ट प्रोपोर्सनल टु 5 भनेको अन्डर रुट अफ 5। अब हाम्रो एक्सिडेन्टल एरर चाहिँ के हुन्छ भन्दा बाइ चान्सले हुने हो। एक्सिडेन्टल एरर चाहिँ बाइ चान्सले हुने हो। सो इट इज क्यालकुलेटेड, इट इज कम्प्युटेड बाइ म्याथमेटिकल ल अफ प्रोबेबिलिटी। प्रोबेबिलिटी युज गरेर चाहिँ यसलाई के गरिन्छ, क्यालकुलेट गरिन्छ। दिस इज माई टाइम। सी यू इन द नेक्स्ट भिडियो।